बच्चाहरूलाई यस्तोमा चढ्नलाई ट्रेनिङ दिइरहेछ के अब जान्छ हेर्नुहोस् है तिम्रो जान्नु आइज आइज हाम्रो काली कुकुरले फेरि मानिन क्या यो दुईटा मात्र आयो यो र यो अनि भर चाहिँ बिहानै छ यस्तो मित्रहरू गुड मर्निङ अनि वेलकम ब्याक टु अनदर ब्लग आज चाहिँ डे 3 को एक्सर्साइज फेरि म अब दौडी न ल हाम्रो उसले फेरि स्ट्रेचिङ गरिरहेको क्या सरी तन्का स्ट्रेच गर मेरो चाहिँ एक्सर्साइज सुरु हुन्छ है जम्मा 10 जति पुसा भाने म फेरि स्याहाँ भएको छु कि अब थोरै अरू एक्सर्साइज पनि गर्छु अनि आजको लागि यति नै एक्सर्साइज अब चाहिँ म घरतिर जानुपर्छ अहिले फेरि सनराइज भइसकेको छ अहिले म घर आइसकेको छु सनकेतीले फेरि मलाई हेरिरहेछ कि अनि यसले बच्चाहरूलाई यस्तोमा चढ्नलाई ट्रेनिङ दिइरहेछ कि अब जान्छ हेर्नुहोस् है आमाले सिकाएको छ कि यहाँ माथि जान तिम्रो पनि जाने हो तिम्रो सक्दैनौ यो अलि बाटो छ क्या अब जान त गइस् होइन झर्न नि जान्नु पर्यो नि आइज म झरा लिन्छु तँलाई नास्तामा छ चना यो चना खानुभन्दा पहिला फेरि म चना पानी पिउनु पर्ने हुन्छ अहिले फेरि म होइन यो लिएर बारीमा आएको छु किनभने काँक्रामा मल हाल्दिन पानी चाहिँ अब डेन्जरै पर्ला जस्तो छ किनकि बाटो यस्तो छ कि अहिले चाहिँ म बारिसको मजा लिइरहेको छु अहिले फेरि 9:30 भएको छ म फेरि पानी भरिरहेको छु क्या किन पानी भरिरहेको भन्दा आज पानी परिरहेको छ क्या आकाशदेखि फेरि भोलि बिहान धमिला आउन सक्छ भनेर भर पानी भरेछु अनि आमाले चाहिँ उता भाँडा माझ्दै हुनुहुन्छ अनि आजको ब्लग चाहिँ यही नै थियो थ्याङ्क्स फर वाचिङ माई ब्लग बाई बाई गुड नाइट